माटोको पिछौना माटोको सिरानी मिल्नु छ माटोमा नै बनेर खरानी भनेर भनेको त्यही भएर हामी चाहिँ भोलि बिहान भयो भने पशुपतिनाथ जान्छौँ हैन गुड मर्निङ रातभरि निद्रा लागेन ल के भन्नु पशुपति जानु भनेर अनि चाँडो घर आउने है धेरै अन्त घुम्नु गर्नु है ल अन्त त काई काठमाडौँकै खाल्डो भित्रै घुम्ने अन्त त नलाने न हामी जान्छौँ अहिले पशुपति याद गरेर राम्ररी आफ्नो होस गरेर ल तपाईले राम्ररी बस्नु हेर्नु है बाबु हो हस् ल आमा हामी लाग्छौँ है त तपाईँ राम्रोसँग बस्नु हामी चाँडै आउँछौँ चिया बनाएर राख्ने नि तपाईँले चिया बनाएर राख्ने नि त हामीलाई चिया बनाएर राख्दैन ल ल आमा हामी लाग्छौँ अहिले पशुपति सोमबार है त प्रणाम प्रणाम हामी जाउँ है त प्रवीण रेडी हामी होइन पशुपतिनाथलाई भेट्नु जाउँ होइन राइडर्सको भएर कति धेरै बाइक मैले त सोचेको थिएँ यति धेरै बाइक हुन्छ नि है हामी पहिला यसलाई त स्टार्ट गरौँ न ल योपट्टि रेडी हो ल हामी जाउँ है त हो त नाइन जाउँ अस्ति मैले कसरी चलाएँ अरे अनि अस्ति चलाएर बिस्तारै थिइनँ मैले पशुपतिनाथको दर्शन गर्न आज सोमबारको दिन जानु पर्यो हामी सोमबार हो हजुर फुलबारी गेट बाइक चलाएर स्कुटर चलाइरहेको छ प्रवीणले कस्तो भयो होला है यो चाहिँ यहाँको फार्मर्स मार्केट है हाम्रो यहाँको लोकल फार्मर्स मार्केट है बालाजु माछा पोखरी फार्मर्स मार्केट बाइपास अनि यो चाहिँ लोकल काँक्रो लास्ट समझदारी छ र हाम्रो चाहिँ बाइक चलाउनु त लास्टै सही लाग्छ मलाई लास्टै सही लाग्छ त्यस्तो छ त सरी कति दिनु पर्छ हजुर च्याम राइडर्स भन्दैछ हाम्रो नेपाली राइडर्स इन क्यालिफोर्नियाबाट बनाएको हामीले चाहिँ होइन च्याम राइडर्स च्याम राइडर्स भन्दैछ ल Good morning, Kathmandu. The sun is shining and the birds are singing. But we are enjoying our ride. के गरे हैन? के गरे हैन यो? अनि हेर आउँछ यार है. चाबेल चोक. कता हो सोल्टी? चोकतिर. उनले राख्ने ठाउँ अब हामी राख्ने ठाउँ फरक हुन्छ म त किराँतेश्वरपट्टि राख्छु बाइक राख्दाखेरि है मन्दिर आइपुग्यो है ल फाइनली ल लाइन नै माथि राख्ने रे बाइक चाहिँ खासमा पार्किङको लागि त माथि जानुपर्ने भएको छ ल आराध्य देव भगवान् श्री पशुपतिनाथको दर्शनको लागि हामी आइपुग्यौँ फाइनली चाहिँ यहाँ प्यारल पार्किङ गरिरहेको छ हामी यहाँ ल हामी चाहिँ आइपुगेको छौँ पशुपतिनाथ होइन जपट्टि यो हाम्रो होइन हेलमेट छ मतलब ए कति धुलो भइसकेको छ यो बुवा के धुलै लाउने हो पहिले धुलो लाग्यो साजन कस्तो भयो राइड प्रवीण कस्तो भयो राइड ल हामी यहाँ पशुपतिनाथ रेडी हो नि त ल यहाँबाट चाहिँ अब हामी अर्को क्यामेरामा ब्लग गर्दैछौँ जय भोलेनाथ यहाँ चाहिँ बिहान चिया दिने गरिरहेको छ होइन बोतलमा अनि लास्ट रमाइला यता होइन
आराध्य देव पशुपतिनाथमा आउने मेरो ठुलो धोको थियो र आज सोमबार भएको कारणले पनि यस्तो राम्रो भएको छ कि यहाँको माहौल वाउ। कता हामीले जुत्ता राख्दै अब हामी जुत्ता सबैले त राख्न जाँदैछौँ। ल लेट्स गो। राखेपछि पर्दैन निशुल्क। यहाँ चाहिँ पनि निःशुल्क हो। वाह उतापट्टि चाहिँ पुग्यो सशुल्क हो अनि बोलाएर टोकन लिने राख्ने। ए ओके हामीले लिन्छौँ। यसरी हो। तिमी जाऊ र म पनि जान्छु। पशुपति पनि आइसक्यौँ हामी। वाह पशुपतिनाथको नि दर्शन गरेर आइपुग्यौँ। सर्टकटमा नि दर्शन गयो है हामी त। एकदमै भित्र चाहिँ भिडियो खिच्न पाउँदो रहेछ सर्टकटकै जमाना छ अहिले। जे पनि अनि सो अब चाहिँ हामी यहाँ आर्यघाटतिर घुम्छौँ अनि सबैजना है लाइफको अन्तिम डेस्टिनेसन होइन यहाँ छ है। यहाँ चाहिँ सुताउँछौँ ल जहाँ जहाँ नि सुताउँछ। यहाँ सुताउने ठाउँ यो चाहिँ के पाल्ने मात्रै हो, काट्न पाइँदैन। त्यही हो, काट्नलाई नि अप्सन छ, छेवा के अरे जीवनदान दिन पनि अप्सन छ क्या। ल आज हामीले पशुपतिनाथको दर्शन पनि गऱ्यौँ र छोटो मिठो दर्शन, किनकि आज सर्टकट दर्शन पाइयो होइन। एकदम हाम्रो चाहिँ साधन भाइ हराउनु भएको कारणले गर्दाखेरि हामी उहाँलाई कहाँ भेट्छौँ भन्ने आश गरेको छौँ भन्ने त। खोइ उहाँको मोबाइल पनि अफ फोन गरेको लागेको छैन। पक्कै पनि हामीले जुत्ता जाएर आएको थियौँ, त्यही वेट गरेर बस्नु भयो होला जस्तो लाग्छ। साधन भाइलाई हामी त्यहाँ गएर भेट्छौँ, तिमी त्यहीँ बसेर। अनि म र प्रवीण चाहिँ यहाँ दर्शन गरेर आइसक्यौँ। हामी अहिले यतापट्टि जुन भ्यू देखिन्छ नि पशुपतिनाथको रियल गजुरको होइन। ल हामी यहाँ छौँ, अब हामी यहाँबाट घरतर्फ लाग्छौँ। बोली श्री पशुपतिनाथ कि जय। हो र साधना गरेछ होइन, कभर गर्ने हिसाबले पशुपतिको चप्पा चप्पा छ नि। हजुर हामी गुजेश्वरी नि जान्छौँ नेक्स्ट टाइम, अनि होपफुली वी क्यान क्याप्चर सम ड्रोन सट फ्रम द्याट पार्ट। बौद्धतिरको एरियाबाट चाहिँ ड्रोन सट लिन सकिन्छ। So this is where our life ends in Nepal. माटोको पिछौना माटोको सिरानी मिल्नु छ माटोमा नै बनेर खरानी भनेर भनेको त्यही भएर हो। हामी ट्याक्क जुत्ता राख्नु होइन त। ल ल ल हामीले भने के छ भने ट्याक्कै मिलेछ नि।
10-15जना हजुर अनि त्यो शाकाहारी बनाउनुको ब्यानर लिएर 1-2 घन्टा बस्छन् क्या यहाँ चाहिँ त्यसलाई पनि एक कभर गरेर हालिदिनु पर्छ ओके छ त ल प्रवीणले पनि यहाँ आएर भोलिन्टियर गरेका रहेछन् शाकाहारी बनाऊ अभियान भइरहेको ठाउँमा सो हामी पनि त्यसमा आबद्ध हुन चाहन्छौँ कुनै दिन मिल्यो भने हामी आउँला भिडियोमा पनि आजको लागि चाहिँ हामी यहीँ टुङ्गाउँछौँ तर योभन्दा अगाडि चाहिँ म साजन भाइलाई सोधौँला त्यो चाहिँ किन हरायो अनि थाहा छ त अनि त यार बासु त छोड्नै सक्दिनँ ल त्यसुकै भन्नु भनेर जान्छन् क्या हो र यार राम्रो कन्टेन्ट भन्छ यार हो र भ्लगको लास्ट अनि कोही चाहिँ हो एकदम ठिक हो म पहिले 15 वर्ष आएको आम्मामा म कति मारी तर अहिले म शाकाहारी हो भन्छन् मजा आउँछ नि रात मजा आउँछ सिद्धि आएर क्या सब बिजनेस क्या तपाईँ हजुर हामी टिका लगाइसक्यौँ हामीले तिमी त ताप हामी त सर्टकट रसमा आयो नि भजन सुनेर बसिदिनु हामीले भजन सुनेर जय पशुपतिनाथ नमान भने भजन सुनेर त ज्योतिर्लिङ्गपट्टि आयो म त्यहाँ भजन सुनेर बसिरहेको थिएँ क्या होइन जाउँ हामी कहाँ म नि भन्दै थिएँ अनि भक्यो होइन सक्यो भने त अब जानु पर्ने गर्दा नि अब जानु पर्ने भयो हामी खोलापारी गएर तँलाई कल गऱ्यौँ भने तेरो नम्बर नपाएर त्यही भएर हो किन हामीलाई जुत्ताको व्यवस्था पनि जताततै छ टोकन लिन पाइन्छ यहाँनिर आएर विच इज रियली गुड व्यवस्था चाहिँ छ यति भयो नि